साउन्ड क्वालिटी कस्तो छ म तपाईहरुलाई रेकर्ड गरेर पनि म सुनाइदिन्छु है त हैन दुईटैमा क्लिक पाइन्छ हामीले दुईटैमा राम्रो बलियो खालको क्लिक पाइन्छ भने र यसमा पनि पुरानो जमानाको त्यो हजुरआमाहरूले लिने जस्तो यस्तो ट्याक्क परेको थैली हो हैन यो चाहिँ यो भनेको पर्सनल साथीहरु नमस्ते अनि स्वागत छ तपाईहरुलाई आज मैले यो भिडियोमा रहेर दुईवटा माइस कम्प्यारिजन गर्न गइरहेको छु र कुन चाहिँ भ्यालु फर मनी कुन चाहिँ नै दुईवटा मध्येमा कुन चाहिँले परफर्मेन्स एकदमै राम्रो गर्छ र कतिको रेकर्डमा क्लियर क्वालिटी हैन अडियो क्वालिटी कतिको राम्रो अनि भ्यालु फर मनी प्लस त्यसले कतिको ब्याट्री टिकाउ अनि कुन कुराहरुमा हामीले युज गर्न सकिन्छ त्यो आदि इत्यादि कुराहरु मैले आफूले जानेको कुराहरु मैले शेयर गर्न गइरहेको छु यहाँहरुको माझ भिडियो सुरुबाट अन्त्यसम्म हेरेर साथ दिनु होला यो भिडियोले तपाईहरुलाई पनि सहयोग पुर्याउने छ ताकि यदि हजुरहरु पनि किन्ने सोचमा हुनुहुन्छ भने यो भिडियोले पनि तपाईलाई काहीँ न काहीँ कतै सहयोग पुर्याउने छ अनि ढिला नगरिकन मैले आफूले जानेको यसको कम्प्यारिजन स्मल सानो खालको कम्प्यारिजन त्यति ठुलो त होइन सानो खालको आफूले जानेको कम्प्यारिजन हैन कुन चाहिँ कस्तो खालको यसले कतिको कुन चाहिँ दुईवटा मध्येमा कसले परफर्मेन्स राम्रो गर्छ हैन त्यो कुराहरु म भन्न गइरहेको छु र हेर्न सक्नुहुन्छ होलील्यान्ड लाक M2 छ भने अर्को मसँग छ यो DJI माइस मिनी हैन यो दुईटाको मैले तपाईहरुलाई आज कम्प्यारिजन गर्न गइरहेको छु भिडियो अलिकति लामो होला हैन तर तपाईहरुलाई यो भिडियोले एकदमै सहयोग पुर्याउने छ एकदमै भ्यालु फर मनी अनि प्लस टिकाउ बलियो पनि छ हैन अलिकति महँगो पर्न जाला तर पनि यो मध्येमा कुन चाहिँ बेटर परफर्मेन्स छ र भित्र मेटेरियल के आउँछ यो दुईटा मध्येमा हैन यसमा यो होलील्यान्डकोमा के आउँछ कस्तो मेटेरियल अनि DJI मा कस्तो आउँछ हामीले एक गरेर म यहाँहरुलाई देखाउने नै छु होलील्यान्ड लाक M2 भन्नेको म यसको कम्प्यारिजन के छ हैन यसमा भित्र के आउँछ र यसमा के आउँछ हैन म त्यो कुरा जानकारी गराउँछु भिडियोमा रहेर साथ दिनु होला भिडियोको अन्त्यसम्म हेरेर हैन म दुईटैको के कस्तो छ म कम्प्यारिजन भन्दिने छु र हुन त दुईटै अलरेडी लन्च भइसकेको छ लगभग यो होलील्यान्डको लाक M2 भन्ने चाहिँ 1 वर्ष समथिङ भइसक्यो होला हैन अनि यो चाहिँ भर्खर 5-7 महिना भइसकेको छ DJI माइस मिनीको चाहिँ नि 5-7 महिना भइसक्यो लन्च भएको हैन दुईटै बासमा भन्यो भने जे होस् त्यस्तो पुरानो हैन नयाँ नै हो हैन यसको चाहिँ क्याटलग आउँछ हैन हेरिसक्नु भयो यहाँनिर यसको जुन क्याटलग भयो यो र अनि यसको हेर्न सक्नुहुन्छ यहाँ बिरेर आएको छ हैन अब एक गरेर म देखाउने छु यो तरिकाले सेफ्टी तरिकाले दिएको हुन्छ अब मैले DJI माइस मिनीको ओपनिङ गर्न गइरहेको छु हैन DJI को पनि तपाईहरुले यो पाउच एकदमै राम्रो खालको पाउच पाउन सक्नुहुन्छ हैन यस्तो प्रकारको आउँछ हैन यो टाइपको र यसले एकदमै राम्रो युनिक देखिन्छ कस्तो एकदम DJI को लोगो भएको हैन हेर्न सक्नुहुन्छ यहाँ एकदमै राम्रो प्याकिङ भएर आएको हुन्छ र यसमा विन्डसिल चाहिँ 2 सेट आउँछ है जुन हावामा बाहिर फेरि रेकर्ड गर्दाखेरि लगाउने यो विन्डसिल 2 सेट यानी 4 पिस आउँछ है यसमा चाहिँ हैन यो TRX टु TRX यो चाहिँ केबल हाम्रो यहाँ चाहिँ एउटा दिन्छ यो भित्र अनि एउटा डाटा केबल छ हैन USB टु टाइप सी को यो भइहाल्यो चार्जिङ केबल अनि त्यसपछि TRX टु TRS को यो जुन यो चाहिँ अब DSLR क्यामेराहरुमा युज हुने यो पक्कै पनि आइहाल्यो हैन होलील्यान्डको देखाउन गए हैन होलील्यान्डको देख्न सक्नुहुन्छ यहाँ होलील्यान्डको पनि पाउँछ यो प्रकारको आउँछ हैन DJI को यस्तो छ भने हैन DJI को यो छ भने लोगो सहितको अब होलील्यान्डको यो टाइपको आउँछ हेर्न सक्नुहुन्छ हैन यहाँ चाहिँ अलिकति फरक छ है यसको र यसको भिन्नतामा चाहिँ DJI र यो होलील्यान्डकोमा चाहिँ फरक छ यसको भनेको थैली जस्तो पुरानो जमानाको त्यो हजुरआमाहरूले लिने जस्तो यस्तो ट्याक्क परेको थैली भयो हैन यो चाहिँ यो भनेको पर्सनल टाइप जिपर टाइपको भयो हैन यो चाहिँ एकदम युनिक खालको देख्न पनि एकदमै राम्रो यो भयो हैन पाउचमा फरक यति नै भयो अब DJI र होलील्यान्डकोमा अब कम्पनी फरक अब क्वालिटी पनि फरकै आउँछ हैन अवश्य पनि अब यो भित्र के आउँछ त्यो पनि म देखाइदिन्छु हजुरहरुलाई र अनि मैले अहिले देखाए अनुसारले अब यहाँ हेर्न जाऊ जुन होलील्यान्ड लाक M2 मा पनि TRX टु TRS 3.5 mm को ज्याक
जुन यो चाहिँ नि डिएसएलआर क्यामेरा लगाइन्छ यो पनि दिएको हुन्छ र टाइप सी को यो पनि त्यही छ कि USB टु टाइप सी को यो डाटा केबल चार्जको लागि हैन त्यो भइहाल्यो यो यसरी नै यो बराबर यो चाहिँ बराबर है त्यसमा जो आछ यहाँ पनि त्यही सेम त्यही आएको छ हैन र दोस्रो आयो यहाँ चाहिँ विन्डसिल एक सेट मात्रै आउँछ यहाँ चाहिँ हैन विन्डसिल हेर्न सक्नुहुन्छ हजुरहरूले यहाँ चाहिँ अलिकति ठुलो साइजको छ यो चाहिँ हैन यो चाहिँ अब कहाँ कसरी लाउने मलाई चाहिँ त्यति याद भएन तर म देखाइदिन्छु यो चाहिँ विन्डसिल जम्मा 2 पिस यानी एक सेट यसमा चाहिँ त्यो तरिकाको आउँदो रहेछ हैन जुन होली ल्यान्डकोमा क्लिप यो होली ल्यान्डकोमा चाहिँ क्लिप छुट्टै 2टा पिस आउँछ है यो चाहिँ छुट्टै हामीले जुन म्याग्नेट टाइपको छ हैन हजुरहरूले हेर्न सक्नुहुन्छ यहाँ जुन म्याग्नेट टाइपको छ यो जुन राउन्ड शेप छ यो 2टा क्लिक हैन यो हेर्न सक्नुहुन्छ यहाँ यसरी यो 2टा टाइपको नेक्लेस टाइपको यो जुन म्याग्नेट टाइपको छ यो पनि हामीले जुन यहाँ लगाएर चट्ट हामीले युज गर्न सकिन्छ जस्तो अब यहाँ जुन अडियो रेकर्ड गर्न सकिन्छ हैन भिडियो अडियो रेकर्ड गर्न सकिन्छ यसरी नेक्लेस तरिकाले यो चाहिँ एकदमै मलाई चाहिँ परफेक्ट लाग्यो यसरी भ्लग गरे यसरी हिँड्दाखेरि यो चाहिँ एकदमै राम्रो मलाई चाहिँ यो यसको गुण चाहिँ यो राम्रो लाग्यो हैन जो DJI को पनि टाइप सी को भइहाल्यो हैन यहाँ टाइप सी को र अनि यो जुन होली ल्यान्ड लार्क M2 भनेको नि टाइप सी को पाउनुहुन्छ तपाईहरुले र यसमा आएर ब्याट्रीको जुन केसको कुरा गर्नुहुन्छ नि यो केसको यसमा 48 आवर्स हैन हामीले जुन फुल चार्ज गरिसकेपछि हामीले 48 आवर्स युज गर्न पनि सकिन्छ जुन यो केसबाट र यसको चाहिँ 40 आवर्स है यसमा चाहिँ अलिकति 8 घण्टाको फरक छ यसमा जम्मा 40 यसमा 48 है ओपन गर्ने टाइममा अब यहाँ भनेको लक सिस्टम छ यसमा छैन यसमा डाइरेक्ट रूपले होली ल्यान्डकोमा चाहिँ हामीले डाइरेक्ट रूपमा यसरी अन गर्न सकिन्छ भने हैन यसरी हेर्न सक्नुहुन्छ र यसमा भनेको हामीले यो लक छ सानो यो प्रेस गर्नुपर्छ बिना प्रेस हुँदैन यहाँ यसरी जतिसुकै बल लगाए पनि यसमा हुँदैन यो सेफ्टी चाहिँ झरे पनि हतपत यो जुन हाम्रो माइसहरु छ जुन रिसिभरहरु छ हतपत तल झर्दैन यो चाहिँ एकदमै राम्रो सिस्टम लक गरिएको छ र यसलाई के गर्नुपर्छ हामीले यसलाई प्रेस गरेर यसलाई हल्का यसरी माथि गर्यो भने बल्ल खुल्यो हेर्न सक्नुहुन्छ तपाईले जुन एडजस्ट लेभल यहाँ पाउनुहुन्छ जुन यो चाहिँ DSLR क्यामेराहरुमा युज हुन्छ प्राय छ हैन यसमा चाहिँ मोबाइलमा चाहिँ युज हुँदैन यो चाहिँ मोबाइलको लागि फाइदा छैन र अनि यो स्विच अन अफ को बटन भइहाल्यो अनि यो जुन मोडको बटन 2टा पाउनुहुन्छ यहाँ हैन तपाईहरुले यो तरिकाले अनि त्यसपछि यो 3.5 mm को जुन TRS टु TRS जुन केबलको जुन होल भयो यो पाउनुहुन्छ र अनि हामीले जुन DSLR क्यामेराहरुमा हैन एक्सन क्यामेरा या DSLR क्यामेराहरुमा लगाएर युज गर्ने यो चाहिँ भोल्युम जस्तो अब यहाँ यसरी तपाईहरुले यसरी भोल्युम बढाएर घटाएर पनि यहाँ एडजस्ट गर्न सकिन्छ र यहाँ टाइप सी को पनि ज्याक पाउनुहुन्छ है पुरो आउँछ यहाँ DJI को यो टाइपको आउँछ र यसमा पनि पछाडी क्लिप दिएको छ हैन क्लिप एकदमै हार्ड खालको क्लिप दिएको छ हेर्न सक्नुहुन्छ अनि यसमा पनि क्लिक दिएको छ हैन दुईटैमा क्लिक पाइन्छ हामीले दुईटैमा राम्रो बलियो खालको क्लिक पाइन्छ भने र यसमा पनि टाइप सी को नै पाउनुहुन्छ टाइप सी को चार्जर हैन र अनि यहाँ देख्नुहुन्छ स्विच अफ अन को बटन भइहाल्यो हैन अनि नोइज क्यान्सलेसन अफ अन को यहाँ जुन बटन छ यो दिएको हैन यो भइहाल्यो र भोल्युम यहाँ देख्न सक्नुहुन्छ यो भोल्युम हामीले कुन चाहिँ हिसाबले हामीले यसलाई अलिकति सानो ठुलो गरेर एडजस्ट लेभल गर्न सकिन्छ यसरी जुन यसरी गरेर हामीले यहाँको चाहिँ कति 5 वटा टाइप यसमा पनि टाइप सी को भइहाल्यो हैन दुईटैमा टाइप सी छँदैछ अनि तपाईको जुन DSLR क्यामेराहरुमा कनेक्ट गरिसके पछाडी यहाँ चाहिँ यो टाइपको इन्डिकेटर हैन बल्छ अनि जब मैले यहाँ मसँग त अब मसँग छैन हैन तर एक्जाम्पलको लागि मात्रै यहाँ हेर्न सक्नुहुन्छ इन्डिकेटर बलिरहेको होला हैन जुन कनेक्ट भइसके पछाडी यहाँ चाहिँ यसमा पनि लाइट देखिन्छ र यहाँ पनि लाइट त्यही हिसाबले यो चाहिँ DSLR क्यामेराहरुमा युज गरेपछि मात्रै हुन्छ भने DJI मा चाहिँ जम्मा एउटा मात्रै देख्न सक्नुहुन्छ एउटा मात्रै टाइप सी को यहाँ देख्न सक्छौं है अहिले किनभने आइफोन 15 सिरिजबाट माथि सबै टाइप सी को आएको कारणले गर्दाखेरि र अहिले जुन एन्ड्रोइडमा पनि टाइप सी को भएको कारणले गर्दाखेरि यहाँ चाहिँ एउटा मात्रै आउँछ हैन अर्को लाइटिङको आउँदैन लाइटिङको चाहिँ जस 15 आइफोन 14 भन्दा तलको सिरिजमा चाहिँ अब भनौं न पुरानो मोडलमा चाहिँ
अब लाइटिङको भयो भने अब 15 भन्दा माथि चाहिँ अहिले चाहिँ टाइप सीले पनि युज हुने कारणले गर्दाखेरि यो चाहिँ अब चेन्ज गरेर दिएको छ। यसमा चाहिँ लाइटिङ दिएको छैन, टाइप सीको मात्रै दिएको छ भने यसमा चाहिँ दुईटै दिएको छ। यसमा जुन होली ल्यान्डको कुरा गर्नुहुन्छ भने यसमा दुईटै दिएको छ। हामीले दुईटै पाउँछौँ, एउटा टाइप सीको पाउँछौँ भने एउटा लाइटिङको पाउँछौँ हैन। र यसको कुरा गर्दाखेरि अब र रिसिभरमा यहाँ कति राम्रो खालको हामीले क्लिप पाउँछौँ हैन। अब मोड भयो हैन, मोड बटन, यहाँ नोइज क्यान्सलेसन अन अफ भइहाल्यो। अब यो पावर अन अफको भइहाल्यो हैन, इन्डिकेटर भइहाल्यो, यहाँ जलेको देखिरहनु भएको छ। अब यहाँ पनि म्याग्नेट यसरी नै दिएको छ हैन, यसरी दुईटा म्याग्नेट दिएको छ। यसमा पनि हेर्न सक्नुहुन्छ है, दुईटै फङ्सन दिएको छ, म्याग्नेट पनि दिएको छ र क्लिप पनि दिएको छ यो फङ्सनमा। र हामीले होली ल्यान्डको कुरा गर्छौँ भने होली ल्यान्डको पनि यहाँ पछाडिपट्टि म्याग्नेट दिएको छ, हेर्न सक्नुहुन्छ यहाँ म्याग्नेट दिएको छ। सानो यो बटन साइजको एकदमै राम्रो खालको यो हाम्रो चाहिँ बटन साइजको हेर्न सक्नुहुन्छ यहाँ एकदमै सानो छ है, यो टाइपको चाहिँ दिएको छ। र यसलाई यसरी चिप्क्याएर लाए पनि भयो। र यसको क्लिप पनि दिएको छ है। फेरि अब यसको क्लिप यहाँ अलरेडी नै एट्याच भएर आएको छ भने यसको एक्स्ट्रा पाइन्छ हामीले। यहाँ चाहिँ अब हामीले यसरी गरेर एक्स्ट्रा पाइन्छ, एक्स्ट्रा लगाउनु पर्ने हुन्छ है। त्यसले गर्दा अलिकति यताउता हल्लिँदाखेरि यता यसो भनौँ न टच गर्दाखेरि अलिकति यसको चाहिँ खस्ने सम्भावना हुन्छ भने जुन यसको डिजाइको चाहिँ यहाँ अलरेडी फिक्स भएर आएको हुन्छ, हेर्न सक्नुहुन्छ यो चाहिँ अलरेडी नै फिक्स छ। यहाँ यो चाहिँ जति हल्ले पनि जति घुरे पनि यो चाहिँ हामीले दुईटै रिसिभर पाउँछौँ, दुईटा यो टाइपको हैन यो पाउँछौँ। होली ल्यान्डको कुरा गरौँ भने यसमा दुईटा पाउँछौँ, यसरी यो टाइपको हामीले दुईटा नै पाउँछौँ। उस्तै टाइपको छ हैन, सेम छ हैन। अब यहाँ चाहिँ के छ भने जुन डाइरेक्टली चाहिँ नि तपाईहरुले चार्ज गर्न यसलाई पाइँदैन। केस हरायो भने यो पनि हरायो, एकदम गाह्रो छ हैन। त्यही भएर यो जुन चार्जिङ केस छ जुन यो चाहिँ हराउनु भएन, चार्ज गर्दा गर्दै रेकर्ड गर्न पनि मिल्ने खालको यो दिएको छ है। यहाँ यदि तपाईको मोबाइलमा ब्याट्री सकिएको खण्डमा है त्यो अवस्था छ, एकदमै यहाँ नोइज क्यान्सलेसन बटन अन अफ यहाँ दिएको छ। एकचोटि प्रेस गर्यो भने अन भयो, फेरि एकचोटि प्रेस गर्नुभयो अफ भयो हैन। नोइज क्यान्सलेसनको डिएक्टिभेट र एक्टिभेटको यहाँ दिएको छ, पहेँलो बटन देख्न सक्नुहुन्छ। यसमा फरक त्यो छ हैन। अब विन्डसिल्डको कुरा गरिहाले, विन्डसिल्ड अब डिजाइनमा 4 पिस यानी 2 सेट पाउनुहुन्छ भने होली ल्यान्डमा जम्मा 1 सेट पाउनुहुन्छ हैन। मैले देखाइसकेको छु हैन। यसरी यो जुन मैले सजिलो छ यसलाई इन्स्टल गर्न। यहाँ टाइप सी को भइहाल्यो, मेरो आइफोन 16 प्रो म्याक्स हैन। यसलाई यसरी टाइप सी ले पनि यसले कनेक्ट भयो। यसले गरेपछि यहाँ हेर्न सक्नुहुन्छ लाइटिङको यहाँ दिइसकेको छ, जुन बलिसकेको छ यहाँ हैन। अब एकचोटि यसलाई प्रेस, यो जुन येलो बटनलाई प्रेस गर्नुभयो भने नोइज क्यान्सलेसन एक्टिभ भयो है। अब यसलाई सिर्फ यसलाई प्रेस गरिदियो भने हेर्नुस् ग्रीन खालको बलेको छ, यसको मतलब यहाँ एक्टिभ भइसकेको छ। यहाँ पनि यहाँ ग्रीन बलिसकेको छ कि हैन, दुईटा। अब यहाँ दुईटा दिएको छ, एउटा ब्लू बलेको छ भने एउटा ग्रीन छ, किनभने यो त थाहा छँदै छ। अब एउटा एक्टिभ छ भने एउटा डिएक्टिभ छ। अब दुईटै हामीले अब पोडकास्ट चलाउँदा इन्टरभ्यु लिँदा हामीले दुईटै युज गर्दाखेरि यो चाहिँ दुईटै ग्रीन बलेको हुन्छ कि। अब त्यो अवस्था छ। र मोटो भ्लग गर्दाखेरि जुन माउन्ट गरिन्छ हामीले त्यसमा पनि युज गरेको पाइन्छ। अलि हल्का टाइट नभइकन हल्का खुकुलो खालको हैन, हल्का लुज खालको हामीले हेलमेटमा पनि भित्र यो चाहिँ म्याग्नेट चिप्काएर हामीले यसमा बोल्दै गरेको चाहिँ पाइएको छ है। यो विशेष गरी यो DJI को भन्दा यसको साइज अलि ठुलो छ र हेलमेटमा सेटअप गर्नको लागि चाहिँ होली ल्यान्डको लाक M2 चाहिँ एकदमै सजिलो पनि छ, सानो पनि छ हैन। यो चाहिँ क्लिप यही अटोमेटिकली भनौँ यही एट्याच भएको कारणले गर्दाखेरि यो चाहिँ अलिकति दिक्कत होला हैन सेट गर्नलाई। तर यो पनि मिल्छ, नमिल्ने हैन। सेट यो पनि मैले देखेको छु हेलमेट भित्रै सेट गरेको। तर यो भन्दा अझै सजिलो यो होला, किनभने होली ल्यान्डको लाक M2 भन्ने अलि सजिलो छ। किनभने जुन क्लिप छ त्यो क्लिप चाहिँ यसको र यसको तुलनामा यसको म्याग्नेट भयो भने यसको अटोमेटिकली यहाँ एट्याचिङ भएर आइसकेको छ। यो डिजाइनमा फरक पर्यो। यो भयो होली ल्यान्ड लाक M2 भयो, यो चाहिँ अब DJI माइस मिनीको भयो। हेर्दाखेरि पनि धेरै नै लुक्स अलिकति फरक छ र
मलाई चाहिँ भोइस रेकर्डको लागि चाहिँ यो नै मन पर्यो हैन, किनभने DJI मिनी माइक्सको नै मन पर्यो। किनभने एकदमै भोइस चाहिँ जस्ताको जस्तै क्लियर, एकदमै राम्रो। यसले पनि राम्रो हो, नराम्रो भन्न मिल्दैन। यो पनि होलील्यान्ड लाग M2 पनि राम्रो छ हैन, तर यसको र यसको तुलनामा अलिकति एक पोइन्टले कुरा गरे भने यो नै अलिकति अगाडि आउँछ है मेरो ओपिनियनमा। यो चाहिँ अलिकति अगाडि नै छ जुन DJI माइक्स मिनीको। अनि यो चाहिँ DJI को चाहिँ त्यही हो, अलिकति यसको भएको गुण यसमा छैन, यसमा भएको गुण यसमा छैन है। किनभने दुईटै कम्पेरिजन गर्ने भने जस मलाई चाहिँ बराबरी जस्तै लाग्छ कि, किनभने रेकर्डमा पनि राम्रो छ। म तपाईहरुलाई भोइस रेकर्ड पनि सुनाइदिन्छु, कुनमा राम्रो कुनमा नराम्रो है, तपाईहरुले नि मूल्याङ्कन गर्न सक्नुहुन्छ। वेटिङमा पनि यसको वेट चाहिँ अब मलाई चाहिँ के अरे यो DJI को अलिकति बढी नै बेसिक लाग्यो, तर मसँग जोखेको छैन है, मसँग त्यस्तो छैन। तर मेरो हिसाबले चाहिँ अलिकति हल्का वेट यो छ भने अलिक कम चाहिँ हामीले अलिकति लाइट खालको पाउँछौँ हामीले यो जुन होलील्यान्डको चाहिँ। DJI माइक्स मिनी अनि प्लस जुन होलील्यान्डको कस्तो छ, दुईटामा यसको साउन्ड क्वालिटी कस्तो छ म तपाईहरुलाई रेकर्ड गरेर पनि म सुनाइदिन्छु है त। र साथीहरु, मैले अलरेडी नै सेट गरिसकेको छु। यो चाहिँ होलील्यान्डको लार्क M2 भनी मैले रेकर्ड गरेको छु। यहाँबाट कतिको भोइस के कस्तो छ हैन, मैले त्यति सुन्नु पाएको छैन, देख्नु पाएको छैन। मैले पछि नै यो रेकर्ड जुन भिडियोमा नै यहाँहरुलाई नै देखाउने छु हैन। यो चाहिँ हेर्न सक्नुहुन्छ होलील्यान्डको यहाँ हैन, कतिको भोइस यसको क्लियरिटी छ, राम्रो छ या छैन, पहिलाको जुन तुलनामा र यसकोमा कतिको छ हैन, तपाईहरुले पनि कम्पेरिजन गर्न सक्नुहुन्छ यहाँबाट। र कुन चाहिँ बेटर, कुन चाहिँ कस्तो के भन्ने कुरो तपाईहरुले नि छुट्याउन सक्नुहुन्छ हैन। र अनि यस पछाडी फेरि मैले कतिको राम्रो छ भोइस भनेर मैले DJI को देखाउने छु। र मैले यसको नोइज क्यान्सलेसन अन गरेको छु है त। अब मैले यसको नोइज क्यान्सलेसन अफ गरेर देखाउँछु हैन। अब यसको चाहिँ जुन बाहिरको साउन्ड कतिको चाहिँ सुनिन्छ स्यासु गरेको हैन। हुन त म बाहिर गएर देखाउन पाउँदिन अहिले, किनभने बाहिर अब तिर जाँदाखेरि अलिकति गर्मी टाइपको पनि छ। त्यसले गर्दाखेरि म यहाँबाट नै देखाउँछु। अलिकति केही न केही फरक त पाउनुहुन्छ है। एकचोटि क्लिक गरे यहाँले देख्न सक्नुहुन्छ है। अहिले चाहिँ मैले नोइज क्यान्सलेसन अन गरेको छु है त है। यो चाहिँ नोइज क्यान्सलेसन अन गरेको हैन। बाहिरको जुन अलिकति कस्तो स्वा टाइपको त्यस्तो आएको होला हैन। र अलि फेरि एकचोटि म क्लिक गर्छु, एकचोटि प्रेस गर्छु यो बटनलाई हैन। यो देख्नु भएको छ, यो बटनलाई प्रेस गर्छु हैन। कतिको भोइस क्लियर सुनिन्छ है। यहाँले थाहा पाइसक्नु होला हैन। मैले अहिले फेरि एक्टिभ गरिसकेको छु, नोइज क्यान्सलेसन अफ गरिसकेको छु हैन। अब कतिको चाहिँ क्लियरिटी, कतिको साउन्ड कस्तो आछ तपाईहरुले पनि जज गर्न सक्नुहुन्छ हैन, मूल्याङ्कन गर्न सक्नुहुन्छ। र अब म DJI को देखाउन चाहन्छु है त। साथीहरु, यसमा क्षमा प्रार्थी छु, किनभने यो नोइज क्यान्सलेसन अन गर्दाखेरिको यो टेस्टमा चाहिँ साउन्ड आएन छ। त्यसको लागि धेरै एकदम सरी भन्न चाहन्छु, माफी चाहन्छु त्यसको लागि। र यो भोइस रेकर्ड मैले एक्स्ट्रा भोइस रेकर्ड गरेको, जुन यो भिडियो रेकर्डिङको टाइममा चाहिँ मेरो माइक कहाँ प्रेस भएछ, त्यसले गर्दाखेरि भोइस सुन्न पाएन। र अहिले एक्स्ट्रा भोइस मैले रेकर्ड गरेर यहाँ अपलोड गरेको छु। सिर्फ यहाँ चाहिँ तपाईहरुले सुन्न सक्नुहुन्छ, नोइज क्यान्सलेसन अफबाट मात्रै सुन्न सक्नुहुन्छ। त्यसको लागि एकदमै क्षमा प्रार्थी छु। र अफ गर्दाको मोडमा कस्तो सुनिन्छ यहाँहरुले यो भिडियोमा हेर्न सक्नुहुन्छ है त। धन्यवाद। अहिले मैले क्लिक गरिसकेँ हैन। कतिको मेरो भोइस सुन्नु भएको छ हजुरहरुले हैन। मैले नोइज क्यान्सलेसन अफ गरिसकेँ मैले हैन। सायद एकदमै भोइसमा क्लियरिटी आएको होला, अलिकति केही न केही फरक होला हैन। लार्क M2 र यसको जुन DJI को कतिको फरक पाउनु भएको छ तपाईहरुले पनि यहाँबाट जज गर्नु होला। यही नै थियो है। मैले जुन आफूले जानेको कम्पेरिजन, आफूले सिकेको मैले युज गरे पछाडी कतिको चाहिँ मैले चाहिँ यसको अनुभव लिएँ हैन। के कस्तो फिचर छ, के कसो छ भनेर मैले देखाउन मात्रै खोजेको हो। र पक्कै पनि यो भिडियो हेरेर तपाईलाई केही न केही अलिकति बेनिफिट, अलिकति केही न केही थाहा पाउन सक्नुहुन्छ भन्ने हिसाबले मैले यसको कम्पेरिजन लिएर आएको हो। अरु त्यस्तो अन्यथा केही पनि हैन। एउटा नर्मली कम्पेरिजन मात्रै देखाउन खोजेको हो हैन। यदि तपाई लिने सोचमा हुनुहुन्छ भने
ढुक्क तरिकाले दुईटै एकदमै राम्रो छ हैन। अलिकति एक मैले कुरा गर्दाखेरि म चाहिँ जे होस् मेरो चोइसमा चाहिँ DJI माइस मिनी नै म चुज गर्छु, किनभने यसको प्राइस अलिकति महँगै नै छ। होली ल्यान्डको भन्दा यसको प्राइस महँगो नै छ है, समथिङ 4-5 हजारले नै महँगो छ है। नेपालमा पनि अब समथिङ 28-29 हजारमा यो जुन DJI माइस मिनीको पाइन्छ भने तपाईँको जुन होली ल्यान्ड लार्क M2 24 देखि 25 हजारमा हुन्छ। चाहे अनलाइनमा पनि अब चेक गर्नु सक्नुहुन्छ हजुरहरूले, कहाँ चाहिँ कुन ठाउँमा बेहतर लाग्यो होइन। तपाईँहरूले पनि अनलाइनमा चेक गर्नुहोस्, या यसको रिभ्यू युट्युबमा पनि पाइन्छ, मजाले युट्युबमा पनि हेर्नु होला। र मेरो भिडियो कस्तो लाग्यो हजुरहरूलाई जे जस्तो भए पनि कमेन्ट बक्समा कमेन्ट राखिदिनु होला। राम्रो नराम्रो कुनै पनि पक्ष के कस्तो लाग्यो, तपाईँहरूको विचार, तपाईँहरूको ओपिनियन कस्तो लाग्यो होइन। र भिडियोमा नयाँ हुनुहुन्छ भने साथीहरू पक्कै पनि लाइक सेयर सब्सक्राइब गरिदिनु होला, कि तपाईँहरूको सानो म्यासेजले, तपाईँहरूको जुन लाइकले, तपाईँहरूको कमेन्टले मलाई मोटिभेसन मिल्छ, ताकि अर्को भिडियो बनाउनको लागि। र मैले तपाईँहरूको लागि नै भनेर भिडियो बनाएको छु, र आगामी दिनमा कस्तो खालको भिडियो ल्याउनुपर्छ तपाईँहरूले पनि भन्नुहोला। जे होस् तपाईँको आफ्नो मान्छे कोही लाइक युएईमा, दुबईमा अथवा मलेसिया, कतार कहीँ हुनुहुन्छ भने यो चाहिँ उहाँहरूसँग आउँदाखेरि मगाउनु भयो भने एकदमै बेटर हुन्छ, किनभने विदेशमा एकदमै सस्तो छ यो। नेपालको तुलना हेरिकन धेरै सस्तो छ कि लगभग 10-12 हजारकै फरक पर्छ नेपाल र बाहिरको तुलना गर्ने भने। अब यति बजेट छ तपाईँहरूसँग, अलिकति राम्रो खालको माइस युज गर्छु मसँग अलिकति बजेट छ, अलिकति टिकाउ खालको, अलि राम्रो खालको हेर्नुहुन्छ भने तपाईँलाई म यो दुईटै राम्रो छ होइन, दुईटै राम्रो छ। तपाईँहरूको चुजमा जुनले पनि यो दुईटामा, जुन होली ल्यान्ड लार्क M2 र यो जुन DJI माइस मिनी, दुईटै यो चाहिँ बराबरी नै छ। इन्फर्मेटिभ हुने खालको भिडियो नै लिएर आउनेछु अर्को नेक्स्ट भिडियोमा। आजलाई मैले तपाईँहरूसँग बिदा माग्दछु। आई विल बी ब्याक सुन नेक्स्ट भिडियो। थ्याङ्क यू सो मच।